हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। सो आज चाहिँ म देखाउन आँटेको छु तपाईँलाई आफ्नो सामानको कलेक्सन। सो यो चाहिँ रिसेन्टली मैले आफ्नो माइतदेखि पर्चेस गरेको थिएँ वाच बक्स। अनि तपाईँले हेर्न सक्नुहुन्छ यहाँनिर यो चाहिँ मैले पहिला जब गरेर बेला किनेको सिल्भर वाच हो। देन यो चाहिँ मेरो भाइ बडीले गिफ्ट गरेको गोल्डन वाच हो। त्यसपछि यो चाहिँ मेरो बाबाले गिफ्ट गर्नुभएको स्पोर्टिङ वाच हो। यहाँनिर 12 पिसेस राख्नेको लागि ठाउँ छ। त मैले हाफ चाहिँ मेरो लागि अनि हाफ मेरो हस्बेन्डको लागि मैले राखेको छु। अब चिप एक्सपेन्सिभ म्याटर त गर्दैन, तर क्वालिटी चाहिँ म्याटर गर्छ। कति समयसम्म कति टाइमसम्म चल्छ त्यो म्याटर जरुर गर्छ मेरो लागि चाहिँ। देन तरको बास्केटबल कोर्टको राइट साइड गएर चाहिँ सेकेन्ड सपमा तपाईँलाई जानुभयो भने यु क्यान सी ह्युज कलेक्सन अफ पर्स ओभर देयर। अनि तपाईँलाई धेरै पर्सहरू पाउनुहुन्छ। मैले पनि एउटा यहाँ पर्स किनेको छु, एकदम क्युट छ। अनि यो चाहिँ स्टाइलिस पनि छ भनौँ न, क्युट। अनि यसमा स्पेस पनि छ। यो सानो पर्स हो, यसमा स्ट्र्याप छ। तपाईँले साइड वेज पनि वेयर गर्न सक्नुहुन्छ, या यसरी रिमुभ गरेर यसरी पनि युज गर्न सक्नुहुन्छ। मैले म्याटर चाहिँ के गर्छ, अब यसको जो हुन्छ नि आउटर पोर्सन यो चाहिँ पत्रेर गयो भने चाहिँ मलाई चाहिँ त्यो चाहिँ मन पर्दैन। अब यो कस्तो कतिसम्म चल्छ या कस्तो यसको क्वालिटी हुन्छ त्यो म्याटर गरेर चाहिँ म अगाडि पनि पर्चेस गर्नेछु। अनि तपाईँहरूले पनि मन परिदियो भने त्यो सेकेन्ड सप चाहिँ डु भिजिट अनि त्यो कलेक्सनहरू हेरेर चाहिँ त्यो दिदीको पसलमा गएर चाहिँ प्लिज किन्नु होला। अनि अब यो चाहिँ लास्ट, यो चाहिँ मेरो नन्दले मलाई अस्ट्रेलियाबाट ल्याइदिनु भएको गिफ्ट हो, यो वालेट। अनि यो मेब्लिन सुपर स्टे लिपस्टिक आउँथ्यो, मलाई यो सेड चाहिँ लिपस्टिकको धेरै मन पर्यो। अनि मलाई सस्तो महँगो म्याटर गर्दैन, कति मायाले सम्झेर दिएको छ लभ, त्यो चाहिँ मलाई धेरै म्याटर गर्छ। अनि त्यसको लागि म थ्याङ्कफुल छु बहिनीहरूको लागि, किन उनीहरूले मलाई जहिले पनि सम्झेर के न के ल्याएर गिफ्टहरू ल्याएर दिन्छ। अनि सबसे इम्पोर्टेन्ट प्रेसियस गिफ्ट मेरो लागि हो यो लकेट। यो ग्रिन कलरको लकेट चाहिँ मेरो लागि सबसे प्रेसियस हो, किनकि यो मेरो आमाले मलाई बनाइदिएको थियो। त्यही भएर म जहिले पनि यो आफूसँग लगाएर बस्छु। यो मेरो आमाको सम्झना हो, अनि यो म त्यही भएर हमेसा लगाएर बस्छु। तपाईँले मेरो भिडियो मन पराइदिनु भएको छ भने चाहिँ साथीहरू प्लिज डु लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब माई च्यानल। थ्याङ्क यू एभ्रिवान।